Hello guys, welcome to my another video. अहिले चाहिँ हामी यति बेला तुलसीपुर सल्यान रोडमा छौँ। आज चाहिँ हामी सल्यान खैराबाङ शङ्खमूल र छाया क्षेत्र घुम्न जाँदैछौँ। भिडियोलाई अन्त्यसम्म हेरेर लाइक कमेन्ट च्यानललाई सब्स्क्राइब चाहिँ गर्नु नभुल्नु होला। मेरो हल्का रुगा लागेको कारणले चाहिँ आवाज त्यति राम्रो छैन। सल्यान रोडदेखि देखिने दृश्य हेर्न सक्नुहुन्छ तपाईहरुले है। गाउँ पाकेर पहेँला भएका छन्। समतल जमिन पेट्रोल पम्प छिरेर हामी पेट्रोल हालेर चाहिँ यहाँबाट अगाडि बढ्ने छौँ। फुल ट्याङ्क हाल्न पठाएको समथिङ पहिले नै थियो मेरोमा बाइकमा तेल 1150 1200 को चाहिँ तेल खाएको छ है। मान्छे जन्मेपछि चाहिँ सतीदेवीको अङ्ग पतन भएको एक ठाउँ चाहिँ जानै पर्ने हुन्छ रे। त्यही भएर चाहिँ आज चाहिँ हामी खैराबाङ र सल्यान शङ्खमूल गरेर दुई ठाउँ जाँदैछौँ है। एकै दिनमा 3 ठाउँ जाँदा चाहिँ अझ एकदमै राम्रो रे। त्यही नसके पनि एक ठाउँ चाहिँ जानै पर्ने हुन्छ रे। यति बेला चाहिँ हामी राम्री क्रस गरेर अगाडि निस्किसकेका छौँ। बाटो चाहिँ एकदमै खतम रहेछ। तुलसीपुरदेखि 10 किलोमिटर चाहिँ ठिकै रहेछ बाटो। त्यस पछाडि चाहिँ कपुरकोट पुग्दासम्म चाहिँ एकदम खतम बाटो। फाइनली गाइज अहिले चाहिँ हामी कपुरकोट आइपुगेका छौँ। कपुरकोट गाउँपालिका कपुरकोटको भ्यू तपाईहरुलाई देखाउने छौँ है। कपुरकोट क्रस गरेर चाहिँ हामी अगाडि बढिसकेका छौँ। शान्त वातावरण स्वच्छ हावाले गर्दा मनै लोभ्याउने।
फाइनली अहिले चाहिँ हामी त्रिवेणी गाउँपालिका प्रवेश गरिसकेका छौँ। शान्तिनगर गाउँपालिकाको उत्तरतर्फको सीमा क्षेत्र त्रिवेणी गाउँपालिका। कपुरकोटबाट 45 मिनटको यात्रापछि अहिले चाहिँ हामी सल्यानको लुहाम बजार आइपुगेका छौँ। यो तलतिर देखिने बाटो चाहिँ काभ्रा जाने बाटो हो। शारदा नदीको किनारै 10-15 मिनट पछाडिको यात्रापछि चाहिँ हामी अहिले सल्यान लान्ती बजार आइपुगेका छौँ। लान्ती बजार चाहिँ सानो भए पनि एकदमै सुन्दर राम्रो बजार रहेछ। एकैछिन अड्डिएर यहाँको दृश्य अवलोकन गरेर चाहिँ हामी अगाडि बढेका छौँ। लान्ती बजारदेखि 10-15 मिनटको यात्रापछि चाहिँ हामी सल्यान श्रीनगर बजार आएका छौँ। अब यहाँदेखि माथितिर गयो भने चाहिँ हामी खैराबाङ मन्दिर जानेछौँ। यहाँ चाहिँ भक्तजनहरूको भिडभाड धेरै छ खैराबाङ जानलाई। केही भक्तजनहरू अगाडि पनि गइसक्नु भएको छ। यो चाहिँ खैराबाङ मन्दिर जाने बाटोदेखि देखिने सल्यान श्रीनगर बजारको दृश्य हो गई। यहाँदेखि चाहिँ केही माथिसम्म आधी बाटो चाहिँ पिच रहेछ अनि त्यसपछि चाहिँ आधी बाटो चाहिँ अफ रोड रहेछ। बाटो चाहिँ एकदम राम्रै छ, ठिकै छ भनौँ है। आधी घन्टा 45 मिनटको यात्रापछि चाहिँ हामी अहिले खैराबाङ मन्दिर आइपुगेका छौँ। पूजा सामान किनेर चाहिँ अब हामी खैराबाङ मन्दिर प्रवेश गर्दैछौँ। आज चाहिँ पञ्चमी परेको हुँदा चाहिँ यहाँका स्थानीय बासिन्दाले पञ्चबल चढाउँदै गरेको चाहिँ यो दृश्य।
पूजाआजा गरेर चाहिँ हामी चाहिँ अब शङ्खमूल फर्किसकेका छौँ। शङ्खमूल यो चाहिँ यहाँ 2वटा ताल छ। पहिले चाहिँ यहाँ 2वटा तालमा नुहाएर चाहिँ भक्तजनहरू माथि छाया क्षेत्र मन्दिर चाहिँ घुम्न जानुहुन्थ्यो अरे। शङ्खमूलदेखि 10 मिनेट अफरोड र 5 मिनेटको बिच बाटो पार गरेर चाहिँ हामी अहिले चाहिँ छाया क्षेत्र मन्दिर आइपुगेका छौँ। फाइनली गाइज अहिले चाहिँ हामी लुआम बजार आइसकेका छौँ। अब चाहिँ हामी नास्ता सास्ता खाएर चाहिँ घर फर्किनेछौँ। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धन्यवाद। बाइ बाइ।